जहाँ मुस्कुराहटे हैं बिखरी, जहाँ से गम का मौसम गया, जहाँ मीठी बातें हर एक अजनबी से हों, भूले हम भी जो सारी फिक्रें, लम्हा लम्हा खुशियाँ बिखरे, गाए नए नए गीत, खेल ऐसा क्यों ना कोई खेल जिसमें सबरी की हो जीत। इन दिनों फूल तारे कोई भी देखता नहीं, देखे उनको दीवाने हो के कोई कितना भी हमको टोके। खुली हवा हो खुला समा, जागे हुए हो सब अरमा, बेबे बेबे। लाइको छारा तिमी मेरो मुटुमा सधैँ, देखे उनको दीवाने हो के कोई कितना भी हमको टोके। खुली हवा हो खुला समा, जागे हुए हो सब अरमा, बेबे बेबे बेबे। सो हेलो एन्ड नमस्ते एभ्रिवान गाइज। आज तपाईँ सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै आरामै छु। अनि गुड मर्निङ सबैजनालाई है। सो अहिले चाहिँ हामी यहाँबाट कहाँ जानु, सिंहटी दोलखा जानु लाग्यो। अब बाटोतिर भेट्दै कुरा गरौँला। अब मोटो भ्लग चाहिँ आउँदैन किनकि माइक छैन के, माइक छैन भन्दा माइक चाहिँ छ तर माइक एड्याप्टर चाहिँ छैन के। सो अब हामी चाहिँ रेडी भइसक्यो। ल प्रवीणले राइड गर्छ, म पछाडि बस्छु। हामी चाहिँ निस्किन्ला। ल आजको राइड मिठो राइड हो, बिकज दिन गाइज अहिले चाहिँ हामी ट्याक्क आएर यहाँ पैसा झिक्न लागेका छौँ होइन। नारायण डाँडा आइपुगेर अब पैसा झिक्न लागेको छौँ। मेरो चाहिँ एटिएम बिग्रिएर होइन, अनि प्रवीणको खातामा हालेर अनि ट्याक्क लाएर उसलाई झिक्नलाई एभरेस्ट ब्याङ्कमा सिडी छ। अनि यु क्यान सी होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामी यहाँ ट्याक्क लाएर उसले पैसा पनि झिकेर आएन र यसले नि पैसा दिएन है। अन्त किन हो पैसाले झुलाइरहेको आज भोलि। अस्ति मलाई त्यस्तै हजुर मेरो एटिएमको पिनै बिग्रिएको रहेछ। अब हेरौँ ट्याक्क लाएर यहाँ थली गएर चिया खानुपर्छ। हामीले केटाहरूलाई बोलाइसकेको छ चिया खानलाई होइन। अहिले चाहिँ हामी यता कुलिङ गर्न थाल्यौँ होइन, पेट्रोल हाल्न थाल्यो। युक्यान्सी हेर्न सक्नुहुन्छ तपाईँहरूले। ट्याक्क 2500को हाल्यौँ हामीले। अरू छ मजाले फुल ट्याङ्की 3000को जान्छ। अनि कि ट्याक्कै 2500को हाल्यो, 2500को हाल्यो। अब हामी निस्किन्छौँ अहिले साथी। ट्याक्क अहिले त फुल ट्याङ्की आउँदो रहेछ यार 2500को नि। मेरो पुरै रिजर्भमा चाहिँ बाइक बाटो लागेको छ क्या। ल अब हामी चाहिँ ट्याक्क निस्क्यौँ होइन। अहिले चाहिँ हामी ट्याक्क लाएर थली आइपुगेका छौँ। थली भन्दा नि यहाँ दाँची आइपुगेका छौँ। ट्याक्क लाएर चिया खानलाई केटाहरू बिहान बिहानै भेटिन्छौँ। ल हामी चाहिँ स्यानचेक नगर्ने भने के छ साथी, के छ। अनि अब हामी यहाँबाट चाहिँ ट्याक्क निस्किन्छौँ चिया खाएर केटाहरूलाई भेटेर। अहिले चाहिँ हामी घर आइपुगेका छौँ। अनि दुध खाएर
आएर जाने कुरा भयो। यहाँ टेप मेजरिङ टेप पनि लिएर जानु सक्यो साइडमा। म जान लाग्यो सिङ्गटी साइडमा जान लाग्यो, घुम्न पनि जान लाग्यो। काम पनि छ, घुम्न पनि जाने भनेर हिँडेको। हामी दुईजना चाहिँ अब प्रवीणलाई मैले एक कप दुध खायौँ। भैँसी अस्ति भ्याएको थियो कि, अनि त्यसको दुध खायौँ र हामी छोरी यहाँ चाहिँ अब हामी निस्किन्छौँ यहाँ। कति लगभग बजिसक्यो यार, 8:29 भइसक्यो, 8:30 भइसकेको छ। अब निस्किनुपर्छ। के भयो हेलो भन्दै होला। अनि त प्रवीणले दुध खाँदैछ ट्याक्क लाएर। यहाँ चाहिँ फेरि नगरकोटा चाहिँ लास्टै चिसो छ, काठमाडौँतिर चाहिँ अलिक चिसो छ। यता चाहिँ अलिक घाम लाएर त्यस्तो गरम भइहाल्छ कि अलिक तल बेसी भयो नि त, काठमाडौँभन्दा तल छ, एल्टिट्युड अलिक तलै छ, त्यो भएर नि गर्मी छ यहाँ हल्का। अहिले चाहिँ हामी दोलालघाट आइपुगेका छौँ। आइपुगेर अब स्न्याकहरू अब खाजासाजा खानु पऱ्यो। अब यहाँ सिधै हामी मुडेमा गएर खाना खाने ट्याक्क लाएर। खाडी चौरमा गर्मी छ, त्यो भएर नि हामी खाना नखाने कुरो, त्यहाँ गर्मीमा फेरि खाना पनि रुच्दैन। त्यहाँ गएर खाना खाने कुरो गरेनौँ हामीले। यहीँ खाजा खाने, अहिले शीतल शीतल छ, यहाँ खाजा खाएर सिधै यहाँ मुडे गएर खाना खाने कुरो भयो। अनि अहिले पापड आइसकेको छ, हाम्रो साथी यता बसिरहेको छ प्रवीण पनि। अनि ट्याक्क होइन होइन प्रवीण, हामीले चाहिँ यहाँ ट्याक्क लाएर होइन दोलालघाटमा आएर इन्द्रावती चाखोलाको भ्यू हेर्दै हामी खाजा खाँदै ल एउटा पोज साथी हो। तिमी मेरो मुटुमा सधैँ बसन दूरी हुरीका। सो गाइज अहिले चाहिँ हामी होटल त्रिशती यहाँ माथि भनौँ न मुडेभन्दा माथि आएर, पहिला नि हात्ती बसेको थिएँ, यहाँको मिठो लागेर चाहिँ म फेरि यहाँ आएको छु होइन। यहाँ चिकन खाना खाँदैछु होइन प्रवीण। तर कस्तो यहाँ कस्तो दामीको भ्यू देखिन्थ्यो क्या, डाँडा काँडा सबै मजा आएको देखिन्थ्यो होइन। आज रोडै देखाएको छैन, भिजिबिलिटी यस्तो खत्तम छ नि, बाटो लगभग 10 मिटर अगाडि पनि देखिन गाह्रो छ है। ट्याक्क अब खाना खाने हामी चाहिँ ट्याक्क लाएर ट्याक्क ट्याक्क केटाहरू सबै पनि होइन ट्याक्क खाने हो नि त। ट्याक्क दाइरो घिउ पनि हाल्दैछन् माथिबाट, रम खाने हो। सो गाइज अहिले चाहिँ हामीले ट्याक्क भर्खरै खाना खाएर निस्क्यौँ। खाना पनि एकदम बब्बाल मिठो छ। तपाईँहरू पनि यो होटेलमा आएर खाना खान सक्नुहुन्छ। यो होटल चाहिँ कहाँनिर छ भन्दा ठ्याक्क चरीकोट ठ्याक्क मुडेबाट आउँदाखेरि ट्याक्क अलि माथि आएर, मुडेभन्दा माथि आएर यो गेट छ नि, ट्याक्क यो गेट ट्याक्क नाग्ने बित्तिकै उता तल मुडेपट्टिबाट आउँदाखेरि चाहिँ राइट साइडपट्टि छ। ट्याक्कै आएर हेर्नुहोस् यस्तो बब्बाल खाना छ नि होइन। तपाईँहरू यता चरीकोट यता कालिम्चोक जान भएको छ भने चाहिँ खाना यहाँ आएर खानु होला, बब्बाल मिठो छ क्या, कम्प्लेन केही छैन दाजु। हामीले तलैबाट खाना खाएर आएको भएर चाहिँ अलिकति फ्यालियो होइन, त्यो चाहिँ रिग्रेट फिल लाग्यो है। हामीले उहाँ तल खाजा खाएको थियौँ नि त होइन दोलालघाटमा, त्यो भएर चाहिँ यहाँ अलिक खाना खान सकेन, मात्र पेटमा अट्ने जति त खाएको भयो हामीले। अब यस्तै हो होइन, हामी अगाडि जान्छौँ, अब अगाडितिर लागेर भिडियो बनाउनुपर्छ है त। सो गाइज अहिले चाहिँ हामी ट्याक्क लाएर कहाँ भन्दाखेरि खरीढुङ्गा आइपुगेका छौँ होइन। यस्तो दामी भ्यू छ नि होइन। हे हे चलो ना ढूंढे शहर एक नया, जहाँ मुस्कुराहटें हैं बिखरी, जहाँ से गम का मौसम गया, जहाँ मीठी बातें हर एक अजनबी से हों, भूले हम भी जो सारी फिक्रें, लम्हा लम्हा खुशियाँ बिखरे। सो गाइज अहिले चाहिँ हामी ट्याक्क लाएर चरीकोटको यो भनौँ न खरीढुङ्गामा छौँ होइन। यस्तो बाबा दामी हो कि
ओहो नेक्स्ट लेभल यार जोडी तिमीलाई फोकस गरेन के गऱ्यो अब चाहिँ गऱ्यो फोकस पानी गुर्छ घाटैमा यस्तो दामी हो नि मेरो ब्याग हेर्नु मेरो ब्याग पछाडिपट्टि ब्याक साइड आहा लास्ट दिन के यहाँ यसि नछिरीको त कतै जानै मन लाग्दैन के ठाउँ चाहिँ सही छ क्या दामी अनि जस दोला खाउँदाखेरि यो ठाउँमा चाहिँ जहिले हामी एकछिन बसेरै जान्छौँ क्या होइन यस्तो बदल दामी हो नि होइन यहाँ अहिले त उताको सिन पनि आएर न बाबा ब्याक सिन यताको नि सिन आयो है अहिले चाहिँ कस्तो दामी सिन आयो देखे उनको दीवाने हो के कोई कितना भी हमको टोके खुली हवा हो खुला समा जागे हुए हो सब अरमा बेबे 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 सो गाइज होइन हामीले चाहिँ यहाँ अनौठो चिज पनि देखिसक्यौँ कि खरीढुङ्गामा होइन यस्तो डाँडा यस्तो डाँडा छ होइन साथी पुरै डाँडै छ हेर्नु होइन तर यो डाँडामा यहाँ ढुङ्गाबाट पानी निस्किरहेको छ क्या पानी चुहिरहेको हेर्नु न ल तपाईँहरूले यु क्यान सी होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ कि पानी चुहिरहेको कि यस्तो डाँडामा हेर्न सक्नुहुन्छ होइन यस्तो डाँडामा छ क्या तर यार दामी हो यार भ्यू क्या दामी छ त्यही माथि होइन अनौठो चिज भनेको चाहिँ यो के ढुङ्गाबाट पानी रसेर चाहिँ हेर्नु न तप चुहिरहेको त्यहाँ तप चुहिरहेको होइन जुम गरेर देखाइदिएँ मैले कस्तो दामी छ क्या त्यो ढुङ्गाबाट चाहिँ पानी लिटरली चुहिरहेको क्या होइन त साथी हो साथी हो लास्ट के चिल ठाउँ के केही मनमा पीडा छ भने पनि यहाँ आएर केटाहरूसँग चिल गर्न चाहिँ मजा आउने क्या है रमाइलो भने हामी तर जानुपर्ने मान्छे होइन यहीँ हलवल गरेर अहिले बसिरहेको छौँ कि हिँड्नै मन लाग्यो होइन तर हामी एकजना मात्रै आएको भए चाहिँ केही पनि रमाइलो हुन्न थियो हामी दुईजना आएर साथीभाइसँग रमाइलो यस्तो बवाल आउँछ नि ल यो मौसममा चाहिँ यो गर्मीको मौसममा चाहिँ यहाँ आएर ट्याक्क रमाइलो गर्नुपर्छ केटा हो झमझम पर्यो पानी गुर्जा घाटैमा जाडो पर्यो सानी आउन काखैमा झमझम पर्यो पानी गुर्जा घाटैमा जाडो पर्यो सानी आउन झमझम पर्यो पानी म्याग्दी खोला बगी आयो गुर्जा खानीबाट जीवनभरि साथ दिन्छु समाउ मेरो हात गाइज अहिले चाहिँ हामी सिङ्गटी आइसक्यौँ तर सिङ्गटी बजारमा चाहिँ अहिले बसेको छैन अहिले हामी यहाँ काम जहाँ भएको थियो हाम्रो त्यहाँ आएर चाहिँ अहिले काम गर्दैछौँ यतापट्टि कालो आयो यता त्यहाँ हाल होइन अनि ट्याक्क लाएर अहिले चाहिँ साइडमा आइसकेका छौँ अब एकछिन रेस्ट गर्नु पऱ्यो उहाँ म्यामहरू पनि आउनु भएको होइन एनइएको म्यामहरू पनि आउनु भएको छैन अनि हामीले काम गरेर चाहिँ यही होला हेर्न सक्नुहुन्छ यो फर्निसनहरू हो यो 132 केबीको फर्निसन हो ल अनि माथि 33 केबीको पनि छ यो चाहिँ सिङ्गटी हाइड्रो पावरको पऱ्यो ट्याक्क लाएर अब ट्याक्क रेस्ट गर्ने अब एकछिन माथि साइड हेर्ने अनि त्यसपछि गएर खाजा खानुपर्छ अहिले चाहिँ हामी यो माथि 33 केबी बिएमा आइपुग्यौँ यो 33 केबीको बिए भयो यो चाहिँ हामीले काम गरेको ट्याक्क सब 33 केबी बिएको हो ट्याक्क होइन त साथी सो गाइज है हामी चाहिँ लगभग 4 किलोमिटर सिङ्गटी बजारबाट 4 किलोमिटर यता अगाडि आएको मजाले गफ गर्दै भोरले होइन भोरले खोला हेर्नलाई मजाले घुम्दै आएको होइन त साथी मजाले घुम्दै आएको लास्टमा त पानी नै रहन्छ होइन यु क्यान सी होइन तपाईँहरू कोही आउँदै हुनुहुन्छ भने यो भोरले झर्ना ल हेर्नु त्यहाँ घुम्न चाहिँ कोही नआउनु होला इभन अहिले असारको बेला बर्खामा त पानी छैन कोहीले पानी नै छैन हामी झन् घुम्न आएको झर्ना हेर्न आएको झर्नै छैन पानी नै छैन त्यही त बर्खा आउँदा पानी पर्दा आउने
पानी नआउँदा नआउने अनि यस्तालाई त झर्ना त भन्न मिल्दैन यसलाई बरु खरे खोला चाहिँ भन्दै हुन्थ्यो पानी बिनाको झर्ना हेर्न आउनुहुन्छ भने चाहिँ आउनुहोस् होला तपाईँहरू अब कोही आउनु भएको छ भने चाहिँ सन्देशमूलक एउटा भिडियो बन्यो त्यही खुसी लाग्यो अरू त केही होइन है साथी यहाँ रहेछ भन्ने चाहिँ थाहा भयो पानी चाहिँ रहेनछ भने नि थाहा भयो बिचको रमाइलो थिया अब हामी अलि अगाडि जाने हो नि त गाइस अहिले चाहिँ हामी लगभग भनौँ न यो ड्रेनेजको काम भइरहेको छ यहाँ सिंगटी आयो यो तामाकोसी अप्पर तामाकोसी भनेर नि हाइड्रोभर अप्पर तामाकोसीको चाहिँ ड्रेनको काम भइरहेको रहेछ उहाँ पर त्यो पनि देखियो अब भोइस कस्तो आहा नोइज आइरह होला प्योर नोइज आइरह होला अब नरिसाउनु यस्तै हो अप्पर तामाकोसीको चाहिँ हाइड्रोभरको दोस्रो भनौँ न दोस्रो ड्रेन खनेको ठाउँ आइपुग्यो अनि वाटरफल झर्ना भनेको चाहिँ यसलाई भनिन्छ क्या यो झोरले कि भोरले हो भोरले झर्ना चाहिँ हामीलाई ट्याङ्कै हान्दियो है जे हो खेल ऐसा क्यों ना कोई खेल जिसमें सब एक ही हो जीत इन दिनों फूल और तारे कोई भी देखता नहीं देखे उनको दीवाने हो के कोई कितना भी हमको टोके खुली हवा हो खुला समा जागे हुए हो सब अरमा बेबे बेबे यहाँ आएर चाहिँ हामीले यो वाटरफल आएर सिनेमेटिक भिडियो नि खिच्यो स्लोमो नि खिच्यो दामी लाग्यो होइन ल अहिलेको त कस्तो कबाडी थियो क्या पानी पनि थिएन नामको मात्रै झर्ना रहेछ खत्तम बरु यहाँ आउनुहोस् यो भोरले झर्ना भन्दा अलिकति माथि आउनुहोस् लगभग 15-10 मिनट भयो नि हुन्छ 20-25 मिनट ट्याक्कै 15-10 मिनट त नभनौँ 10-15 मिनट 15-10 मिनट नभनौँ अलिकति मिलेन 10-15 मिनट जति चाहिँ बाइकमा राइड गरेर आउनुभयो भने चाहिँ यो झर्ना देख्न सक्नुहुन्छ होइन बब्बाल दामी छ क्या तागमबाट उभो लागेको गोरु तिमी बिना यो जीवन बाँच्छु कि मरु तागमबाट उभो लागेको गोरु तिमी बिना यो जीवन अलमोस्ट हामी चाहिँ मस्त घुमेर पनि आइसक्यो माथि भोरले झर्ना त्योभन्दा माथिको झर्ना भोरले झर्ना चाहिँ हेर्छु भनेर चाहिँ नआउनु होला झुकिनु सक्नुहुन्छ त्यहाँ पानी पनि छैन अब बर्खामा पानी परे बेला आउँला होइन इनकेस अब हामीलाई थाहा छैन त्यो के हुन्छ कस्तो हुन्छ त्यो थाहा छैन त्यहाँको त्योभन्दा माथि चाहिँ के 12 महिना 12 वर्षै मजाले पानी आइरहने रहेछ त्यो झर्ना चाहिँ माथि लगभग त्यो भोरले झर्ना भन्दा लगभग 5 किलोमिटर माथि जानु सक्नुहुन्छ भने जानु दामी भिडियो दामी झर्ना छ भिडियो बनाउँछ भिडियो बनाइरहेको भएर हो कि सो अहिले चाहिँ यति भन्दै राख्छु त्यो अगाडिको भिडियो हेरिहाल्नु होला थाहा भइहाल्यो होला कस्तो दामी छ भनेर त्यो झर्ना सो त्यही हो आजलाई यति नै इन्डिङ पोइन्ट अब कस्तो भयो कस्तो बोल्नलाई धेरै गाह्रो भइरह धेरै पछि भिडियो बनाएको भएर पनि होला हाम्रो साथी यता सुतिरह मस्त पाराले ल